आज मैले मसँग भएको एउटा सानो मिनी फोटोसप जो पोर्टेबल भर्जन हो, जो कम्प्युटरमा इन्स्टल नै गर्न पर्दैन र जो 200 MB भन्दा पनि तल छ, त्यो म तपाईहरुलाई शेयर गर्न जाँदैछु। यो डिस्क्रिप्सनमा पनि लिंक छ तल। तर त्यो भन्दा पहिला सानो यो छोटो भिडियो पुरै हेर्नु होला, तपाईलाई सबै थाहा हुनेछ। मसँग यो एडोब फोटोसप एक्सटेन्डेड पोर्टेबल भर्जन भन्ने छ। यसको म सुरुमा साइज देखाउँछु। 182 MB मात्रै छ यो। यो एक्सट्र्याक्ट गर्नु होला। एक्सट्र्याक्ट गरेपछि फाइल आउँछ। ओपन गरिसकेपछि यहाँ एउटा टुल आएको छ। यसमा सेक्युरिटी कन्सर्न पनि खासै हुन्छ जस्तो मलाई लाग्दैन, किनकि यो कम्प्युटरमा इन्स्टल हुनु पर्दैन र यदि यिनीहरुमा भाइरस कम्प्युटरले डिटेक्ट गर्छ भने कम्प्युटरको विन्डो डिफेन्डरले नै फाल्दिन्छ। मेरो चाहिँ अहिलेसम्म त्यस्तो के इस्यु आएको छैन। साच्चै फोटोसप सफ्टवेयरमै हुने जति सबै काम त नहोला, तर मलाई चाहिने अलमोस्ट मैले सबै काम यसबाट गर्ने गरेको छु। तपाईहरुले पनि एकदम एडभान्स लेभलको फोटोसप गर्नुहुन्छ भने चाहिँ ओरिजिनल टुल नै चलाउनु होला, होइन भने सानोतिनो कामको लागि चाहिँ यही प्रयोग गर्दा पनि हुन्छ। यो कम्प्युटरलाई धेरै लोड पनि नपर्ने एकदम सानो MB को, हैन। मैले चाहिँ सानोतिनो कामको लागि यही युज गर्ने गरेको छु।